नमस्कार सबैजनालाई। म डोनिस गुरुङ गुरुङ आज यसो गोठाला गइरहेको थिएँ अनि त्यसपछि यसो सानो गाउँको भिडियो बनाउँदै तल हाम्रो चाहिँ नि त्यो स्कुल हो है। तर तपाईहरुलाई म अलि जुम गरेर देखाइदिन्छु हैन। यो चाहिँ नि हाम्रो गाउँको स्कुल हो है। हामी पढेको स्कुल हो। अहिले यस्तो छ। अनि यो चाहिँ नि हाम्रो गाउँ। म चाहिँ नि गाउँ भन्दा यतापट्टि आएको छु है। यो हाम्रो कोदबारीहरू है, यो उता गाउँहरू हो। अनि ऊ सबै हेर्नुस् त, सबै झाडी। त्यो माथि चाहिँ नि डाँडा, पहिला जुन हामी गोठाला जाँदाखेरि बेसरी ढुङ्गा मुढा गरेर खेल्ने ठाउँ, अहिले त्यस्तो झाडी भएको रहेछ है। अनि उता परि म तपाईहरुलाई जुम गरेर देखाउँछु। पारी हाम्रो माथा र रामटा गाउँहरू पनि पुरा एउटा दुईवटा घरहरू देख्छ होला हौ। पुरा खरबारी छ है। अनि त्यसपछि गाउँघर यस्तै छ। पुरा कोदो पाक्ने बेला भयो। अब मान्छेहरू छैन है। जम्मै बुढाबुढी बाआमाहरू मात्रै हुनुहुन्छ। अब कोदो पाकेर टिप्ने बेला भइसक्यो। अब मान्छे छैन बिचरा। अब त्यही बुढाबुढी बाआमाहरू मात्रै हुनुहुन्छ है। अनि तल देखेको चाहिँ नि हाम्रो सुती पसल हो है। तर कुहिरो लागेको रहेछ, अलि नदेख्दो रहेछ। म तपाईहरुलाई अलिकति जुम गरेर देखाउँछु। यो चाहिँ नि हाम्रो सुती पसल है। सुती पसल अलिअलि देख्दो रहेछ है। यता यो खारेतिर अलिअलि देख्दो रहेछ। अनि यो तल माथिको टक्सर भयो। अनि तपाईको यो चाहिँ नि मेरो गाउँ हो। म चाहिँ नि अहिले यता गोठाला गएर गाई बाख्रा तलाएर आएको है। गाई बाख्रा तलाएर अनि यसो तल्लोबाट आएको। अनि यसो गाउँको सानो भिडियो बनाउनु पर्यो भनेर यसो सानो भिडियो बनाएको। तर गाउँहरू त अब सबै वन जङ्गल घारीले छेकिएको छ है। केही पनि देख्दैन। घरहरू पनि अब सबै झाडी रुखहरू बढेर अनि जम्मै जङ्गल भएको छ। अनि उता पारीतिर देखेको त्यो माथिको घर चाहिँ नि चिजा दिदीको हो है। दिदीहरू पनि बेसी जानुभएको रहेछ हौ। यस्तो खरबारी भएको रहेछ चिजा दिदीको घर पनि। अनि यस्तै छ गाउँघरमा। अब पहिलाको बाबा आमाहरू जस्तो जे भयो नि आफू जन्मेर हुर्केको ठाउँ। यो चाहिँ नि हाम्रो डाँडा घर कान्छा बाउको घर हो। पुरा यसो ढलेर यस्तो भइसकेको रहेछ है। यस्तो अवस्था भएको रहेछ। माथिको चाहिँ नि हाम्रो सन्त दाईको घर भइहाल्यो। त्यो तल सोल्टीको घर। त्यो तल चाहिँ नि अब केटाहरूले यसो कुखुरा फारम गर्ने भनेर बनाएको थियो। केटाहरू सबै आफै विदेशतिर हिँड्ने भयो। त्यही भएर त्यत्तिकै छ है। त्यो सानो रुखमा पनि सुन्तला फलिरहेको रहेछ। तिन चारवटा दाना। अब गाउँमा पहिला त यसरी बच्चाहरू हुन्थ्यो र हामीले त यसरी काँचोमा टिपेर खान्थ्यो सुन्तला। अहिले हेर्नु त यहाँ सुन्तला कस्तो लप्पकै छ। अब अहिलेको बच्चाहरूले त्यति खाँदैन। सुन्तला हेर्नुहोस् त कस्तो लप्पकै फलेको छ है। अब उता पारी देखेको चाहिँ नि त्यो जिता हो है। जिता गाउँ के अरे खवास गाउँहरू त्यता पनि सबै अलिअलि गाउँ सबै पतिनी घारी देखेको छ। के अरे खरघारी है। अब यस्तै छ गाउँघरमा। अब के गर्नु। अब बिचरा बाबुआमाहरू आफ्नो पुर्खाको थलो भन्छन्। त्यसै सुन्तला कस्तो बाक्लो फलिरहेछ। यहाँ पनि जम्मै सुन्तला हेर्नु त कस्तो बाक्लो फलेको छ। उता हाम्रो सोल्टीको घर। अनि त्यही भएर गाउँमा बिचरा सुनसान छ सबैजना।
गाउँघरतिर अब सबै भएको पनि मेलापाततिर गएको छ। गाउँ चाहिँ सुनसान छ। त्यो पल्टिरहेको चाहिँ नि मेरो घर हो है। अनि उता पारि देखेको जिता उता पारि डाँडा तनहुँ पुलिमाराङ हो। गाउँघर चाहिँ नि त्यो सुनसान छ। दिउँसो मासमा त हेर्नु त मान्छे छैन। सुनसान छन् जम्मै जतासुकै सुनसान बसिरहेको छ गाउँ त।